यसरी हावा दिनुपर्ने हुन्छ। पशुपतिनाथ भगवान की जय हो। यसरी हावा दिएपछि यो हाम्रो सफा भयो। अनि एकचोटि यसलाई यहाँनिर हाम्रो यो छाला हो, यसलाई चाहिँ छाला हो यो। यसले चाहिँ हाम्रो अक्सिजनलाई आउट हुन दिँदैन, बाहिर जान दिँदैन। र यो एउटा नर्मल भइसकेर चाहिँ यसलाई पनि टाइट गरिदिनु पर्ने हुन्छ। यस्तो देख्नुभयो भने टाइट गरिदिइहाल्नुहोस्, यसलाई राख्नु हुँदैन होइन। अब हाम्रो ट्युनर स्टार्ट भयो। अब हामी हेर्दैछौँ। यसलाई चाहिँ भन्छ एयर ब्याग, इङ्ग्लिसमा एयर ब्याग भन्छ, नेपालीमा हावा हाल्ने। हामीलाई यसलाई यसरी जनक बाली दिएको बस्नु यस्तो गर्नुपर्छ, सफा गर्नुपर्छ। यहाँनिर कुनै पनि चिज बस्छ भने यसले पाल पारिदिन्छ, मुनिपट्टि बस्ने चान्स छैन। यो चाहिँ एकदम क्लिनै हुनुपर्छ कि जहिले वर्षौँदेखि नखुलेको हातमा नि यस्तो सफा हुन्छ कि यस्तो फोहोर भएर यस्तो यसले फुटालिदिइहाल्छ। एयर ब्याग फुटालिदिएपछि साउन्डै आउँदैन। 9 वर्षबाट नपऱ्यो। अनि 9 वर्ष 17 सालको भूकम्पमा गएर झल्काएका यी सबै झल्के हो के त्यही भएर चलिरहेको। अर्को महानगरपालिकामा ल्याएको फेरि साथ दियो अर्कोले गर्दाखेरि दुईवटा यहाँ चलिराखेको। अनि यसलाई बनाएर राखेको थिएँ। जब भूकम्प आयो त्यो 6वटा बनाएको काम लागेन, ट्रेनिङ हुन्थ्यो हामी यहाँ। अनि गुरुहरू साथै के लाग्दै पनि एक एउटा हार्मोनियम लिएर बसी चलाउँथ्यो क्या। 6वटा हार्मोनियम कन्डिसनमा राखेको थिएँ। अनि त्यो जम्मै गयो। यसको एयर ब्यागमा कुनै पनि प्रब्लम छैन, किनकि यो ओरिजिनल हार्मोनियम हो अहिलेसम्मको। यसको एयर ब्यागमा अहिलेसम्म कुनै पनि प्रब्लम छैन। सिधो राखेर भएर यो चाहिँ अलिअलि जाम भयो, अलिअलि पाल होला यता। अहिले म त्यसलाई गर्छु। अब यसको पुरै आएन नि छैन, यही भाषा चर्केर हुन्छ कि पुरै छ यार। मलाई पनि के आइडिया भएको छ कि भाउमले दिएको छ कि जोडे आऊ त्यो जोडे आऊ भने भगवान्ले दिएछ। भगवान्ले तपाईँलाई जति कसले दिएछ होला? कहाँ त्यो जोडे हो? भगवान चाहिँ मेरो मात्रै हो कि सबैको साझा हो नि होइन त? सबैलाई खुलेर दिएछ प्रकृतिले होइन। सारेगामा पुरै दिएछ। अनि के चाहिन्छ तपाईँलाई? सारेगामा पुरै दिएछ। भगवानले मलाई केही पनि दिए, भगवानले कसैलाई पनि दिने होइन, भगवानले दिने सबैलाई दिएछ। बाँडा छ बटुल्ने हो, यत्रो शरीर दिए, बाँडा छ बटुल्ने। भगवानले के पनि दिए, जय होस्। सबै आफूले गर्नुपर्छ। जडान हो मेरो दाइ हो। आफूले नगरी केही दिनेवाला छैन भगवान। सबै आफ्नो हातमा छ यार। फेभिक्विक हालेर आफूले जे सिक्यो त्यति मात्रै जान्छ कि सिल गरे हो। भगवानले के पनि सिकाउने होइन, सिक्ने आफैले हो यार। एकदम सत्य। तर पनि भगवान भने यस्तो लोभी छ नि, कसैलाई केही दिँदै दिँदैन। न्युट्रल तटस्थ लोभी मात्र होइन। कन्चुस बोले न पशुपतिनाथ। सबै भगवानले दियो भन्दैन अनि तपाईँले गएर नबढी भगवानले दिएकै त्यो सब आफूले आर्जेको हो। भगवानले कसैलाई केही दिएकै। त्यही भएर त भगवानले दिएको त प्रकृति दिएछ, सास कसैको भेटेकै छैन यत्रो संसारभरिका दिएछ, बनाएर खानालाई घाँस कसैले दिएछ। भेटेकै छैन। भगवान भेट्दैन, भगवान भेट्ने चिजै होइन। यसको निष्कर्ष के निकाल्नु हिसाबले छँदै छैन भन्दा पनि हुन्छ। अघिल्लो 3 पुस्तादेखि मेहनत गरेर आउनु पर्यो भगवानलाई हो, यही पृथ्वी हो भगवान भनेको। अरू सबै हामी मान्छे हो। भगवान भन्ने बित्तिकै मान्छे पनि हो। रावणले हजारौँ वर्ष तपस्या गरे मान्छे भएको भगवानलाई मान्छे भएको अब ढ्याक्क यसो राख्ने। अब हामीलाई बुद्धि जनावर जरो पशु एउटा संस्कृतमा सिधै जसरी गएका थियौँ त्यसरी फर्किनु पर्यो। पशु भन्नेकै छ। पहिला सुरुमा हामीले यसलाई पशुलाई मारेर खान्छ हल्का राख्ने मात्रै हो। त्यो त पशु पहिला भन्दा पनि चेकिङ निचो गर्नुपर्छ। हो। त्यसलाई त मैले काटेर यहाँ दाना निचै खान्छौँ भनेपछि हामी पशु हो कि होइन त एउटा प्रुफ के निचा चाहिँ तल भयो नि के भन्नु। मान्छे मारेर खान्थ्यो होइन राजदाई ए राजदाई मान्छेले हतियार बनाउन दाइ जाने नि। यता आउनु
ल्याउँ न हतियार बनाउन जानेपछि पशुलाई अहिले संसारभरिको आदि पशु गायब भइसक्यो कसले सबै मान्छे मारेर खाएर माछा त क्या मिठो हुँदैन ल मलाई लाग्छ नि तारिया माछा मिठो हुँदैन यो एकचोटि पम्प गर्नु दादा पम्प चिया गर्नु माछाको अचार पम्प गर्नु पम्प उयो माथि तानेर दुइटै हातले माथि तानेर पुरै पम्प गर्नु थिच्नु अझै थिच्नु खलाती चलाएर जय भोलेनाथ बस त्यहाँको सब धुलो जाम यो त्यो सब निकाल्यो यस्तो राम्रो ब्रस दिनुभयो कि ट्याक्क सफा गर्न मिल्ने होइन यसले चाहिँ सानो भयो भएको जति सबै निस्किन्छ नि भगवान्ले जोगाउनु भएको अब यो भयो होइन कुखुराहरू यस्तै चर्किरा हुन्छ काठ हुन्छ नरम खालको काठ हो त्यत्रो पाल खोक्नलाई त्यो कडा काठमा त नरम काठ हो यो भएपछि हामीले एकचोटि ट्युनरलाई चाहिँ टाइट गर्नुपर्ने हुन्छ सल्लाहमा एउटा रेसा हुन्छ कि सल्लाहको काठ माथि ऱ्याप स्याप माथिपट्टि सल्लाहको काठले ऱ्याप गऱ्यो भने साह्रै सुन्दर देख्छ त्यो आँकलाको बुट्टाहरू हो खानाको ठाउँमा बुट्टा निक्लियो हुन्छ नि त काटेर बाबु भोलेनाथ जय होस् बा जहिले नै यसको ट्युनर चाहिँ यस्तो हुन्छ यो अलिकति माथि बङ्गेको हो यसलाई चाहिँ यतापट्टि तान्यो भने चाहिँ ट्युनरमा आउँछ अब यसलाई यसरी गाडिदिनु पऱ्यो है जस्तो अब यो भयो यहाँनिर यसको ठ्याक्क पाल हुन्छ यहाँ गाडिदिने यसरी गाडिदिएपछि यसको चाहिँ ट्युनर आउँछ अब यसले यो यसरी गयो भने पिलासले यसलाई सकेसम्म हातले यहीँबाट तान्दा राम्रो यसरी उही एउटा सुत्ती ल्याएको नि पैसा म दिन्छु त्यो घडी सुत्ती एउटा यो सबै थिच्नु पर्ने हुन्छ किनकि पुरानो स्केल गइसकेको हुन्छ चलाउँदा नयाँ स्केलमा आउनुपर्ने हुन्छ घडी सुत्ती सुन्न पाइँदैन यसलाई चाहिँ फुल सर्भिसिङ भनिन्छ अब यसमा स्टार्ट 39 यो हजुरले भोलि गर्छ सुत्दै हाल्दै हजुरले हाम्रो सबै तल स्केल छ तलको स्केलबाट गर्नु पऱ्यो कहाँ कता छ हामी 42 बाट गर्नेछौँ 34 35 38 41 यो 42 को पर्दाबाट स्टार्ट गर्छौँ हामी यसरी गर्दा चाहिँ हामीलाई अलिकति सजिलो पनि हुन्छ किनकि हामीले तलको र माथिको मिलाएर हाल्नलाई एकदम सजिलो नत्र डोरी चाहिने हुन्छ एउटा दुईटा हाल्नु पऱ्यो भने चाहिँ अनिवार्य हामीलाई डोरी चाहियो यसलाई चाहिँ हामीले अब यसको कुन यो भनेपछि हामीले यसलाई यस्तो गरेर तानेर यसरी हाल्नुपर्ने हुन्छ पहिला सुरुमा ठ्याक्क स्टार्ट अब यो हालेर हामीले यसलाई पल्टाइदिने 42 अब यहाँ रहेको छ 41 यसको मुनि पनि अनिवार्य सर्भिसिङ गर्दा यसरी खेलाइदिनुपर्छ किनकि यसको यो छाला ओपर भएपछि यसले
ट्युनिङ दिन्छ नत्र टाँसिएको हुन्छ ट्युनिङ दिनलाई अलिक गाह्रो हुन्छ अब यसको वान यसलाई समातेर हाल्नुपर्ने भयो पहिला उतापट्टि लकमा हाल्ने अनि यहाँको बिचमा पर्लमा टक्क बिस्तारो यसरी हल्लाएर छिराउने अनि यसलाई ब्यान्ड गर्छु 140 अब हामीलाई यस्तो कुरा धन्यवाद अनि मालु 25 त्यहाँ स्वयं पुगिरहेको थियो माल साल बनाए ठेक्का अगाडि थियो रुख बनाउन डाइरेक्ट नभनेर उनीहरूले बनाउनु भयो रुखको उठेर गएर एक डिब्बा हुने नि त्यो बनाउन खोज्यो अलिकति कन्फ्युज भयो कि एकबाट सुरु गऱ्यो भने केही फरक परेन 1 गुडी 42 र 41 हाल्यो भइसकेको छ बनाएर त्यो बुद्धि नै त्यही दशा लागिरहेछ यसलाई दशा अब त्यो भाषेश्वर सुक्ने भन्दैछु एउटा गुणको बनाएर ल्याएर त्यही हो मैले चाहिँ अब मान्छेलाई त्यति भन्न नहुँदैन गल्ती गरी त के गल्ती गरे व्यवहारहरू त्यही त ल्याएर यति भुपा ल्याएर हालिदिएर काम लगायो भनेर कि सही त काम लगायो भनेर एउटा गुण बानी पनि काम हुन्छ मजासित त्यहाँ खान पाइयो एउटा गुण बानी पनि काम हो हुन्छ कामै ऊ हो आफै बुढी खाने कुरो मलाई पनि कसैले भन्यो भने मैले पनि इमिडिएटली भन्नै नपरोस् न बाइचान्स यसरी अब स्टिल एउटा हराएको अवस्था भयो भने चाहिँ कुनै पनि अरू हार्मोनियमको झिकेर पनि हाल्नु मिल्छ हामीले अथवा एउटा राम्रो यस्तै खाले स्टिल ल्याएर हामीले बनाएर मलाई सिधै मलाई बुद्धि त सधैँ हामी स्वयं बुढी खाने उसले एउटा गुरु चाहिँ बाल्नु हुँदैन दाइले मुजी भाइलाई काम लगाउनु सक्दैन भाइले दाइलाई लाग्ने हुन्छ जसले गरेको भनेपछि कामै होइन अब यसलाई के चल्यो खान के चल्छ बुद्धि सबैलाई खानु छ अब बुद्धिमा माल चाकमा बोसो लाग्यो भने मुजी चाक सुकिसकेको होइन राम राम हामी त यस्तै हो नि ब्रो हटाइहाल्छौँ नि त्यो शब्द चाहिँ नराख्ने 100% हेर्दै मिठो बुढो त भने के हुन्छ नुको नआयो भने हामी हिँड्छौँ भने त्यसमा होला न मनको कुरा हामी बुझ्छ नि खोइ त यिनीहरू भाँडाकुँडा लिन आएन न आज बाबु बुढो पनि स्याहाल्छ नि कहिले बराबर हुँदैन पायो खै के गुड्दै स्वार्थीहरू भएर लायो भने काम छैन क्या मन दुखाइदियो